नमस्कार साथीहरू, फेरि पनि यहाँहरूलाई स्वागत छ। सानो कुरा तर अर्थपूर्ण कुरामा। आज हामी कुरा गर्दैछौँ जीवनको बारेमा। वास्तवमा जीवन भनेको के हो त? कसैको लागि यो सपना हो, कसैको लागि यो सङ्घर्ष हो, कसैलाई यो रमाइलो यात्रा लाग्छ त कसैलाई त कठिन परीक्षा जस्तै लाग्छ। वास्तवमा मेरो विचारमा जीवन एउटा यात्रा हो, जहाँ सुख र दुःख सँगै एकै साथमा हिँडिरहेका हुन्छन्। हामी मानिसहरू प्राय के गर्छौँ भने अलिकति सुख पाएको छैन धेरै खुसी हुन्छ, तर अलिकति दुःख आयो भने धेरै निराश हुन्छ। तर वास्तविक जीवनको सन्तुलन त यही हो नि। दुःख बिना सुखको त कुनै मूल्य नै हुँदैन। जीवनले हामीलाई धेरै कुराहरू सिकाउँछ, कहिलेकाहीँ सफलताले र धेरै कुरा हामीलाई असफलताले पनि सिकाउँछ। असफलता भनेको अन्त्य होइन, असफलता भनेको त सुरुवात। हामीले असफलतामा कहिल्यै पनि हार मान्नु हुँदैन। अनि एउटा महत्त्वपूर्ण कुरा, हामीले आफ्नो जीवन कसैसँग पनि तुलना गर्नु हुँदैन। सोच्ने हो भने जिन्दगी लामो पनि छ र सोच्ने हो भने जिन्दगी धेरै छोटो पनि छ। त्यसैले आफ्नो सपनालाई पछ्याउनुहोस्, आफ्नो परिवारलाई समय दिनुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूलाई माया गर्नुहोस्। र अन्त्यमा म यति भन्न चाहन्छु कि जीवन जति पनि कठिन किन नहोस्, त्यसमा केही न केही सुन्दर कुरा लुकेको हुन्छ। त्यसैले जीवनलाई सुन्दर तरिकाले जिउनुहोस्, मेहनत गर्नुहोस्, अगाडि बढ्नुहोस्। धन्यवाद। अर्को मिठो प्रयासमा फेरि भेटौँला। जय देश, जय नेपाल।